Hello everyone, welcome to my YouTube channel English to नेपाली समरी। आज हामीले यो भिडियोमा अटिल भने स्टोरीलाई नेपालीमा बुझ्ने छौं। यो कथा विश्वेश्वर प्रसाद कोइरालाद्वारा लेखिएको छ। उहाँ चाहिँ एकपल्ट नेपालको प्रधानमन्त्री पनि भएका छन्। उहाँ नेपालको राजनीतिकमा भए पनि नेपाली साहित्यमा धेरै योगदान दिएका छन्। यो कथा त्यति बेलाको स्टोरी हो, अर्थात् कथा हो, जब चाहिँ मान्छे र भगवान कम्पिटिसनमा थिए। मान्छे आफू कसरी भगवान हुने भनेर पुरै तपस्या गर्थ्यो। यो कथामा एउटा मान्छे हुन्छ जसले आफूमा भगवान जस्तै शक्ति पाउन खोज्थ्यो। आफूलाई भगवान जस्तै शक्ति पाउन के गर्नुपर्छ त भन्ने कुरामा योजना गर्दै थियो। घरको प्रेम र मायालाई छोडेर ऊ आफू एक्लो बीच जङ्गलमा तपस्या गर्न जान्छु भन्ने कुरामा योजना बनाउँछ। उसले गाउँघरको माया त्यागेर आफू एक्लै तपस्या गर्न जङ्गलमा जान्छ र तपस्या सुरु गर्छ। आफू बाँच्नको लागि जङ्गलकै कन्दमूलहरू अर्थात् जङ्गलकै खानेकुराहरू खान्थ्यो, जङ्गलकै खोलाको पानी खान्थ्यो। उसले एकदमै मन लगाएर तपस्या गर्थ्यो। गर्मी महिनामा आफू अगाडि आगो बालेर तपस्या गर्थ्यो भने जाडो मौसममा बरफ जस्तो चिसो पानीमा बसेर धेरै तपस्या गर्थ्यो। जति पीडा जति दुःख भए पनि म यो तपस्यालाई सफल पार्छु भन्ने जिद गरिसकेको थियो। उसको वरिपरि जङ्गली जानवरहरू आएर बस्न थाल्यो। शरीरमा किराहरू काट्न सुरु गरिसकेको थियो, तर उसलाई यो सब कुराले केही फरक परिरहेको थिएन। आफू भगवान बनेरै छोड्छु भन्ने प्रण लिइसकेको थियो। केही समयपछि यस्तो उसको क्रियाकलाप देखेर भगवानको राजा इन्द्रलाई रिस उठिरहेको थियो। उनलाई डर पनि लाग्न सुरु भइसकेको थियो। त्यो मान्छे साँच्चीकै भगवान बन्छ क्या हो? यस्तो मान्छे भगवान बन्यो भने यसलाई देखेर अरू मान्छेहरू भगवान बन्न तपस्या गर्न सुरु गरिदिन्छन्। अब त यसलाई रोक्नुपर्छ भन्ने कुरामा भगवानको राजा इन्द्रदेवको मनमा आयो। त्यो मान्छेको तपस्या भङ्ग गर्न एउटा अप्सरालाई पठाए। अप्सरा आएर त्यो मान्छेको नजिक रहेको खोलामा सानो कपडा लगाएर नुहाउन थाल्छिन्। एकछिन पछि अप्सरा त्यो मान्छेको नजिक आएर थोरै आफ्नो स्तन देखाउने गरी बस्छिन्। त्यो व्यक्तिको जसरी पनि तपस्या भङ्ग गर्नु निमित्त अप्सरा आएको हुन्छन्। अप्सरा आएर उसको नजिक बस्दा अचानक त्यो व्यक्तिको आँखा खुल्यो र एकछिन ऊ आफ्नो तपस्याबाट डिस्ट्र्याक्ट भयो। उसले एकदम राम्रो केटी हेरेर केटीमाथि आकर्षण भयो। अब हामी सँगै समाजमा गएर घर बनाएर बिहे गरेर सँगै बस्नुपर्छ भन्ने कुरामा दुवैजना राजी भयो। केही समयपछि त्यो व्यक्तिको तपस्या गरिरहेको सूचना त्यो गाउँको राजा नजिक पुग्छ। त्यो व्यक्तिलाई राजाले हेर्न आफू सैनिकसँगै जङ्गलमा आइपुग्छन्। आइपुग्दा के हेर्छन् भने त्यो व्यक्ति एउटा केटीसँग बसेको थियो, अर्थात् त्यो व्यक्ति एउटा अप्सरा केटीसँग बसिरहेको थियो। यी क्रियाकलाप हेरेर राजा र सैनिक धेरै हाँस्छन्। यो कुराहरू सबै गाउँमा फैलिन्छ र जब अप्सरालाई लिएर त्यो व्यक्ति गाउँमा जान्छन्, यिनीहरूलाई गाउँलेहरू नराम्रो तरिकाले हेर्छन्। यसरी नै यो कथा सिद्धिन्छ। यो कथामा लेखकले के देखाउन खोज्नु भएको छ भन्दाखेरि आफ्नो जीवनमा जति डिस्ट्र्याक्सन आए पनि हामीले त्यसलाई पार गर्नुपर्छ, अर्थात् हामीले आफ्नो लक्ष्यलाई बिर्सनु हुँदैन। यही कुराहरू यो कथाबाट हामीले सिक्न सकिन्छ। ल त आजको लागि यति नै।
थ्याङ्क यू, ह्याभ अ गुड डे, सी यू सुन।